गरी सम्मान गर्न चाहन्छु। यसै उद्धार शान्ति केन्द्र नेपालकै संस्थापक हामी सम्पूर्णको आदरणीय अग्रज अगुवा रविन्द्र सरजहरू, सन्तोषी मामाज्यूहरू, उहाँहरूको सम्पूर्ण परिवारमा ईश्वर पिताको भरिपूर्ण आशीर्वाद भन्दै झुकाएर उच्च सम्मान व्यक्त गर्न चाहन्छु र त्यसै गरी सम्मान गर्न चाहन्छु। आज परमेश्वरको योजना भएर यस स्थानमा उपस्थिति हुनुभएको छ हाम्रो मेजर कुमार राई सरजहरूमा पनि शिर झुकाएर उच्च सम्मान व्यक्त गर्न चाहन्छु र केन्द्रमा रहनुहुने सम्पूर्ण मेरा अग्रज लिडर सरजहरू, म्यामजुरहरूमा विभिन्न शाखाबाट उपस्थिति रहनुहुने सम्पूर्ण शाखा अगुवा सरजहरू, म्यामजुरहरू, लिडर सरजहरू, म्यामजुरहरू, सम्पूर्ण वाद्यवादनमा रहनुहुने सरजहरू, क्यामेरामा रहनुहुने सरजहरू, सम्पूर्णमा स्वीकार्नुहोला। म प्रमिला लोहनी साथै इमाडो लोचो हाइस्कुल तर्फबाट शिर झुकाएर सम्मान व्यक्त गर्न चाहन्छु। धन्यवाद गर्छु परमात्मा येशू मसीहको नाउँमा। तपाईको योजना थियो आज गवाईमा चुन्नुभयो पिता। हजुरले दिएको गवाई कहाँबाट सुरुवात गर्ने, यो आज पाएको नयाँ जीवन नै सबैभन्दा ठुलो गवाई हो पिता। हजुरलाई धन्यवाद गर्छु येशू मसीहको नाउँमा। दुःख कष्ट अशान्ति पीडामा परेको समयमा हैन, समस्याको दलदलमा फसेको समयमा परमात्मा परम ईश्वरले चुनेर हाम्रो सरजुर म्यामजुरको पासमा लानुभयो। ईश्वरको वचन सरजुर म्यामजुरको मुखर बिन्दु भएर आयो। जुन दिन वचन आयो विश्वास गर्न सक्ने ईश्वरले त्यो शक्ति दिनुभयो। जब विश्वास गरियो तब आज परमेश्वरले सबै जीवनमा आशीर्वाद दिनुभएको छ। परमेश्वरले धन्यवाद येशू मसीहको नाममा। समय छोटो छ त्यही भएर मैले एक मुष्टमा जोड्दैछु हैन। हामी वचन लिनुपर्छ। परमात्मालाई धन्यवाद। मेरो घर परिवारमा, मेरो जीवनमा, सरजुरको जीवनमा, हामी सम्पूर्ण परिवारको जीवनमा त परमेश्वरले आशीर्वाद दिनुभयो। त्यस इमाडो लोचो हाइटको शाखामा पनि परमेश्वरले ती ठुला गवाईहरू दिनुभएको छ। पिता हजुरलाई कुन शब्दले धन्यवाद गर्ने परमात्मा हैन, कुन शब्दले तारिफ गर्ने। तपाईँ कस्तो महान हुनुहुन्छ। लत्रेर बसेकाहरूलाई हैन, समस्यामा फसेकाहरूलाई ल्याएर तपाईले आज यस्तो आशीर्वाद दिनुभयो। डिप्रेसनमा परेकाहरूलाई ल्याएर परमेश्वरले आज उद्धार गर्नुभएको छ। क्यान्सर हैन, अनि मुटुको भल्भ चेन्ज गर्नुपर्छ भनेको व्यक्तिलाई परमेश्वर आफैले आज सही बनाएर गवाई घोषणा गर्ने योग्यको बनाउनु भएको छ। त्यसकारण छोप्ने कामले समस्या भएकाहरू अनि कति समयसम्म मुद्दा नमिलेर तनावग्रसित भएकाहरू अनि त्यस पछाडि वैदेशिक यात्रामा चाहना गर्दै असफल भएकाहरू, त्यस्ता व्यक्तिहरूलाई परमात्माले आज सबै आशिषमा उच्च बनाएर गवाई दिनुभएको छ। हालसालैको गवाई हाम्रो एकजना जन हुनुहुन्छ आमा, हाम्रो म्याम हजुरले पनि याद गर्नुभएको छ किनकि घरमा पनि जानुभएको थियो हैन। उहाँको छोरा एकदम सम्पर्कविहीन भएको लगभग 4 वर्ष भएछ। महिमामा जुट्नुहुन्थ्यो, जहिले रुनुहुन्थ्यो अनि म्याम हजुरको पासमा पनि गएर उहाँ रुनु भएको थियो। कहिले आउला मेरो छोरा, कहिले भेट्ने हैन। त्यो बोली सुन्न तडपेको छु, त्यो छोरालाई हेर्न तडपेको छु। कहिले होला त मेरो चाहना पुरा ईश्वरले पुरा गर्नु होला त भनेर यसरी रुँदै गर्दा म्याम हजुरको मुख भएर पनि परमेश्वर बोल्नुभयो। एक दिन पिताले ल्याइसक्नुभयो, त्यो शब्द आएको थियो। परमेश्वरमा विश्वास गर्नुभयो। आज वाकैमा 4 वर्ष कन्ट्याक्टविहीन, सम्पर्कविहीन भएर बसेको व्यक्ति हैन, छोरा आज परमेश्वरले ल्याएर भेट गराएर महिमामा आएर ग्रहणसँगै गरेर आज महिमामा जुटेर यस्तो उत्साहित बनाउनु भयो। परमात्मा हजुरलाई धन्यवाद गर्छु येशू मसीहको नाउँमा। परमेश्वरमा असम्भव भन्ने कुरा केही छैन। हामीले जब विश्वास गर्छौं तब परमेश्वरले अरु विश्वास गर्ने योग्यको कामहरू गरेर देखाउनुहुन्छ। एकजना म्याम हुनुहुन्थ्यो, 5 महिनाको बच्चा गर्भमा भएको समयमा हस्पिटल गएर जचाउँदै गर्दा मम्मीको रगत चेक गर्दा त्यो रगतको त्यो ब्लडको रिपोर्टमा हैन तपाईको बच्चाको आँखा एउटा तल छ एउटा माथि छ अनि यो त सुस्त मनस्थितिको लक्षण हो। तपाईले नपाउनु, तपाईले फ्याँकिदिनु, यस्तो बच्चा पाएर के गर्नुहुन्छ?
यसरी भन्नुभएछ, ईश्वरको सन्तान हरेस खानु भएन, वचनमा आउनुभयो। परमेश्वरले वचन यस्तो साहसिलो र अटिलो वचन दिनुभयो। ईश्वरले बनाएको प्रत्येक अङ्ग सब कुरा ठिक छ, सही छ। तपाईँ ईश्वरमा भरोसा गर्नु। यसरी परमेश्वर बोल्नु भयो वचन भएर। अस्ति बच्चा जन्मेको 5 महिनामा हैन आउनु भएको थियो घरमा। म्याम हेर्नु त त्यतिखेर फालेको भए त नाश हुने रहेछ हैन। आज आँखा सब नपर्ने ठाउँमा बराबर छ। यस्तो बच्चा हेल्दी, यस्तो राम्रो, आँखामा राख्दा पनि नबिजाउने यति बाठो र टाठो बच्चा हैन। संसारको मुख भएर शैतानले नोक्सानको बाटो देखाएको थियो। परमेश्वरले आज वचन भएर फाइदाको बाटो देखाउनु भयो। जो हिँड्नु भयो उहाँले फाइदा पाउनु भयो। त्यसकारण हामी पनि हिँड्न पर्छ। अरू फाइदा परमेश्वरबाट पाइसकेका छौँ हैन। कस्तो कस्तो कष्टमा भएको व्यक्तिलाई ल्याएर परमात्माले आज उद्धार गर्नुभयो। आज हाम्रो भावना बोरा यहीँ हुनुहुन्छ हैन। मलाई जोड्न मन लाग्यो। पिता हजुरलाई धन्यवाद। डिभोर्स भइसकेको श्रीमान श्रीमती त्यो पेपर च्यातेर मिलाप भयो अनि महिमामा छुट्टै जानुभयो। श्रीमान अमेरिका जानुभयो र पनि श्रीमानबाट खुलेर साथ सपट नै तेरो धर्मै अलग मेरो धर्मै अलग हैन यसरी भन्ने गर्नुहुन्थ्यो। उहाँको श्रीमानले कि त त्यहाँ जान छोड, समस्या आयो हस्पिटल जा, जति पनि पैसा दिन्छु हैन, अनि त्यहाँ चाहिँ नजा, तेरो धर्मै अलग मेरो धर्मै अलग। जहिले टचर, जहिले अशान्ति, जहिले पीडा, तर विश्वास गर्नुहुने असाध्यै आत्मिक हैन। मेरो परमेश्वर हुनुहुन्छ। मेरो परमेश्वरबाट आज मैले डिप्रेसनबाट छुटकारा पाएँ। मर्छु भनेको थिएँ, आज बाँच्न सक्छु भन्ने आशा मिलेको छ, भरोसा मिलेको छ भने म किन ईश्वरलाई छोड्छु भनेर जुटिरहनु भयो। परमेश्वरलाई धन्यवाद। उहाँको भरोसा विश्वासलाई हेर जान परमेश्वरले दिनु भएन। आज हिजोका दिनमा त्यस्तो भन्ने श्रीमान आज सपोर्ट गर्ने बनाउनु भएन। गएको केही समय अगाडि त्यति मात्रै हो र मान्छे खटाएर हैन, त्यो मार्नको लागि धम्की हैन, यति दादागिरी देखाएर मान्छे खटाएर स्कुलमा छोरालाई लिन, म चाहिँ बच्चाको मम्मी भन्दै अरू स्त्रीलाई पठाउने त्यस्तो दुःखदायी क्षणहरू थियो हैन। घरबाट बाहिर निस्किन नि डराउनु पर्ने परिस्थिति थियो। तर हरेस खानु भएन त्यस्तो। अनि नम्बर सबै ब्ल्याक लिस्टमा राखेर फोनै नगर्ने, बच्चाको मोबाइल नगर्ने, उहाँसँग बोल्दै नबोल्ने। सहनु है, सर असल हुनुहुन्छ, धैर्यता गर्नुहोस् है, हाम्रो मान्छे राम्रो हुनुहुन्छ भन्दै गइयो। अस्ति केही समय अगाडि हैन, अनि सर हजुरले फोन गरेर आइफोन पठाउँदैछु, कस्तो किन्ने हैन, कुन कलरको रुचाउँछौ भनेर अझ पनि उहाँलाई विश्वास लागेन। अनि भिडियो कल गरेर ल हेर भनेर रोज्न लगाएर अनि उहाँको अङ्कल आउँदै हुनुहुँदो रहेछ नेपाल। यसरी अङ्कल आउँदै हुनुहुन्छ, मैले यसरी सामानहरू पठाउँदैछु तिम्रो लागि, एउटा आइफोन भनेर लगभग 3-4 लाखको सामान पठाएर। अनि अङ्कलको विवाह भएको धेरै समय भएको सन्तान रहेन रहेछ। तिमी जाने ठाउँमा लैजाऊ न, एक दिन खाना बोलाऊ, लैजाऊ होइन, लैजाऊ तिमी जाने ठाउँमा, सुनाऊ न, यदि त्यहाँ गएर भयो भने त राम्रो हुन्छ भनेर परमेश्वरकै समाचार हैन घोषणा गर्ने योग्यको पिताले बनाउनु भयो। त्यसकारण जोद्वारा शैतानले तिरस्कृत बनाउँछ त्यहीद्वारा हाम्रो ईश्वरले पुरस्कृत बनाउनुहुन्छ हैन। यो पुरस्कार हो परमेश्वर पिताले दिनुभएको। एकचोटि म्याम हजुरहरूलाई फेरि नमस्कार गरिदिनुहोस्। आज यस्तो आशीर्वाद परमात्माले दिनुभएको छ हैन, ईश्वरलाई धन्यवाद। हामीलाई जति ईश्वरले आशिष दिमा उच्च बनाउनुहुन्छ, शैतानले खुट्टा तानेर त्यति नै तुच्छ पार्न खोज्छ। तपाईँ तुच्छ हुने मध्ये होइन, तपाईँ अरू उच्च हुने मध्येको हो। दुष्टको बाटो हिँड्नु भएन, ईश्वरको बाटो हिँड्नु पर्यो। हिँड्यौँ भने हामीलाई परमात्माले अरू उच्च बनाउन पाउनुहुन्छ हैन। 25 वर्षसम्म चुरोट खाएर छोड्नै नसकेको व्यक्ति परमेश्वरको वचन आयो, अनि जब वचनमा जुट्नुभयो, घर गएर बेलुका एक खिली सल्काउनु भएछ, अनि वाकआउट लागेछ, भोलिपल्ट फेरि एउटा सल्काउनु भएछ, रिङाटो लागेछ, अनि त्यस पछाडि त परमेश्वरले यस्तो आत्मा बनाइदिनु भएछ, भो अब त खाँदै खानु हैन। परमेश्वरमा असल कुरा केही पनि छैन। हामीले चाहत गर्यौँ, परमात्माले पुरा गर्नुहुन्छ। त्यसकारण ईश्वरलाई धन्यवाद। गवाई त अनगिन्ती छ परमेश्वरले दिनुभएको। आज हामीमा यति ठुला गवाई छ, आशीर्वाद छ। हामी
एकदम उच्च स्थानमा छौँ। यो सबै परमेश्वरको कृपा। अनि परमेश्वर रुख भएर बोल्नु भएन, पत्थर भएर बोल्नु भएन, हाम्रो सर हजुर म्याम हजुर भएर बोल्नु भएन। हाम्रो ईश्वरको कारण अनि हाम्रो सर हजुर म्याम हजुरको कारण आज हामीसँग जे पनि छ नि, जुन आशिष छ, जुन स्थान छ हैन, यो सबै परमेश्वरले हाम्रो अगुवाको मुख भएर वचन दिनुभयो अनि वचनको साथमा आशिष दिनुभयो। अनि शैतानले के गर्छ, जोद्वारा वचन आउँछ, वचनको साथमा आशिष आउँछ, उहीबाट टाढा गराउन उसले सिकाउँछ। तर्की नजा, भड्की, गाली गर, वचनलाई विरोध गर। तर दुष्टको कुरा मान्नु भयो, परमेश्वरको केही लागेन, शैतानलाई विरोध गर्नुभयो, ईश्वरमा लाग्नुभयो। हिजो मलाई वचन दिने ईश्वर मेरो अगुवाको मुख भएर बोल्नुभयो। हिजो त्यही वचनले जीवन पाएँ, आज त्यही वचनबाट म किन तर्किन्छु, भाग भन्नुभयो भने तपाईलाई ईश्वरले अरू अगाडि बढाउनुहुन्छ। त्यसकारण परमात्मा परमेश्वरलाई धन्यवाद। जति आशिषमा उच्च हुन्छौँ त्यति सानो र नम्र हुन आवश्यकता पर्छ। आज हामी लिडर छौँ, अगुवा छौँ, हामी जनको लागि अगुवा होला, म पनि जनको लागि अगुवा होला अनि जनको लागि लिडर होला, तर परमेश्वरको लागि हामी एकदम पवित्र सन्तान हो। यो कुरा कहिल्यै बिर्सिनुहुन्न। त्यसकारण परमेश्वर पिताले पनि के भन्नुहुन्छ भने, परमेश्वर यसो भन्नुहुन्छ, बुद्धिमान मानिसले आफ्नो बुद्धिमा घमण्ड नगरोस् अथवा बलियो मानिसले आफ्नो बलमा घमण्ड नगरोस् अथवा धनी मानिसले आफ्नो धनमा घमण्ड नगरोस्, तर जसले घमण्ड गर्छ त्यसले यस विषयमा घमण्ड गरोस्, म परमेश्वरलाई जान्दछु, म परमेश्वरलाई चिन्दछु। जति नै बुद्धि छ, जति नै धन छ, जति नै हैन बल छ, यस्तो मन र चाहतले ल्याओस् कि यदि कोही धनी छ भने मेरो पिताले धन दिनुभयो र म धनी भएँ, पिता धन्यवाद गरोस्। यदि कोहीसँग यस्तो अबल बुद्धि छ, सही बुद्धि छ भने मेरो परमेश्वरले आज यस्तो असल बुद्धि दिनुभयो र म बुद्धिमानी हुन पाएँ, पिता धन्यवाद गरोस्। अनि कोहीसँग बल छ, तागत छ, हैन शक्तिशाली छ भने आज मेरो पिताले यो दिनुभयो र आज म बलियो भएँ भनेर बरु गर्व गरोस्, घमण्ड गरोस्। तर म धनी भएँ, म बलियो भएँ, म बुद्धिजीवी भएँ, म यस्तो उच्च पदमा भएँ भनेर कसैले घमण्ड नगरोस्। परमेश्वरलाई चिन्न पाएको कुरामा र जान्न पाएको कुरामा, परमेश्वरबाट पाएको वचनबाट उद्धार पाएको कुरामा चाहिँ गर्व पनि गरोस्, घमण्ड पनि गरोस्। किनभने आज जे छ मेरो पिताले दिनुभयो अनि छ भनेर गर्व गर्न जान्यौ भने त्यो कहीँबाट खोसिँदैन हैन, तर घमण्ड गर्यौ भने टुटिन्छ, गर्व गर्यौ भने टिकिन्छ। अब टिक्ने या टुट्ने त्यो अन्य कुरा हो। शैतानले वचन बोल्ने अगुवालाई विरोध गर भनेर अराउँछ अनि वचन दिने अगुवा हैन, जसको मुख भएर परमेश्वर बोल्नुहुन्छ उसलाई विरोध गर्यो भने परमात्मा खुसी हुनुहुन्छ होला? सोच्नु त खुसी हुनुहुन्छ होला? परमेश्वरले के भन्नुहुन्छ, जहाँ प्रेम छ त्यहाँ म छु। अब अगुवालाई रिस गरिन्छ भने त्यहाँ ईश्वर हुनुहुन्छ, त्यहाँ ईश्वरबाट आशीर्वाद पाइन्छ। पिता हजुरलाई धन्यवाद, मेरो अग्रज अगुवाको मुख भएर आएका सबै आज्ञालाई पालना गर्न सक्नु। सधैँभरि आज गर्व लाग्छ नि त हैन, यस्तो महान अग्रज अगुवा हामीले पायौँ, उहाँहरूको नाउँ लिँदा पनि आज गर्व लाग्छ। कहिल्यै आफ्नो लागि सोच्नु भएन, त्याग र तपस्या त छ नि त, कति भोक छोड्नु भयो होला, अहिले खान्न भन्नुभयो होला, निन्द्रा लाग्दा नि भो अहिले सुत्दिन भन्नुभयो होला हैन, थकाइ लाग्दा नि भो अहिले एकछिन पछाडि थकाइ मार्छु भनेर परमेश्वरका जन लिडरलाई उत्साहित बनाउन लाग्नु भयो होला। त्यो त्याग, त्यो तपस्यालाई हामीले लत्याउँछौँ, इन्कार गर्छौँ, अस्वीकार गर्छौँ अनि विरोध गर्छौँ भने परमेश्वर हामीसँग खुसी हुनुहुन्न। त्यो बाटो शैतानको हो, त्यो बाटो हिँड्यौ भने दुष्ट खुसी हुन्छ। पहिला परमेश्वरले दिएको आशिष पनि खोज्छ अनि जिरोमा बनाउँछ, तर परमेश्वर हामीलाई हिरो बनाउन तयार हुनुहुन्छ। त्यो कुरामा भन्नुहोस्, त्यो कुरामा गर्व गर्नुहोस् हैन। त्यसकारण परमेश्वरलाई धन्यवाद यसो मसीहको नाममा। त्यसैले परमात्माले भन्नुभएको, तर
जसले घमण्ड गर्छ त्यसले यस विषयमा घमण्ड गरोस्, म परमेश्वरलाई जान्दछु र चिन्दछु र उहाँ त्यही परमेश्वर हुनुहुन्छ जसले पृथ्वीमा दया र न्याय र धार्मिकताको व्यवहार गर्नुहुन्छ, किनभने यिनैमा म प्रसन्न छु भनेर तिमी खुसी हुन सक, गर्व गर्न सक, रमाउन सक, हैन, मैलित भएर अगाडि बढ्न सक। हामीमा परमेश्वरको कत्रो योजना छ। परमेश्वरले आज हामीलाई किन यस्तो उद्धार गर्नुभयो, आफूले पाएको उद्धार अरूलाई पनि बाँडोस् भनेर। तर शैतानको कुरा बाँड्छौँ अनि शैतानको राज्य बढ्छ। हामी शैतानको राज्य बढाउने होइन। कोही लिडर, कोही जन, कोही अगुवा तपाईँ हाम्रो पासमा आएर कमजोरी कुरा गर्नुभयो, खबरदार, ईश्वरको सन्तान भएर यस्तो बोल्छन्, परमेश्वरलाई विश्वास गर्नु भनिदिएपछि शैतानले कामै गर्न पाउँदैन, कामै गर्न पाउँदैन। किनकि परमेश्वरले भन्नुहुन्छ सबै कुरा ठिक छ तर न्याय सङ्गत हुँदैन। कतिपय कुरा हो ठिक होला, जायज होला, अनि त्यो कुरा झ्याप्पै बोलिहाल्दा न्याय सङ्गत हुँदैन। त्यो कुरा चाहिँ मलाई सुन्प्यौ, न्याय गर्ने तिमीले होइन, मेरो हातमा जिम्मा लगाऊ सन्तान। तिमीले बोल्दा ठेस पुग्छ, मैले बोल्दा लागेको ठेस पनि निको हुन्छ। त्यसकारण धन्यवाद गर्छु परमात्मा, यसो मसीहको नाममा। परमेश्वर बोल्नु भयो जति पनि वचन भएर, गवाई भएर, गवाई त कति थिए होइन भनेर साध्यै लाग्दैन। सर हजुर, म्याम हजुरद्वारा हामीले वचन खानुपर्छ, अरू उत्साहित हुनुपर्छ, अरू शक्तिशाली भएर दुर्बलतामा परेकाहरूलाई हामी उत्साहित बनाउनको लागि पर्नुपर्छ। यसको लागि परमेश्वरले हामीलाई चुन्नु भएको छ। एउटा रुखमा होइन फल लाग्छ, एउटा बिरुवा रोपिन्छ, मालीले कति स्याहार सुसार गर्नु भएको हुन्छ, अनि त्यो मालीले मेहनत गरे अनुसार त्यो बिरुवा सप्रिँदै गयो होइन, फल लाग्दै गयो, खाने योग्यको हुँदै गयो भने मालीलाई के लाग्छ? जागर लाग्छ। आफूले गरेको मेहनत प्रति गर्व लाग्छ। ओहो, मैले स्याहार गरेको खेर गएको छैन है, फस्टाएको छ होइन। हाम्रो परमेश्वरले पनि हाम्रो अग्रज अगुवाको मुख भएर वचन बोलेर हामीलाई के गर्नु भएको छ? स्याहार गर्नु भएको छ होइन, संरक्षण गर्नु भएको छ। अब वचन आउँछ, सही मन गर, पवित्र आत्माबाट चल। अब वचन भएर चल्यौ, परमेश्वरलाई पनि यस्तो गर्व लाग्छ, ओहो मैले वचन दिए, मेरो सन्तानले भरपुर स्याहार पाएको छ होइन, बलियो भएर अगाडि बढेको छ। ईश्वरलाई पनि गर्व लाग्छ। परमेश्वरलाई गर्व लाग्ने काम हामीले गर्नुपर्छ। यो शक्ति ईश्वरलाई मागेर हामी अगाडि बढौँ। परमेश्वरले हाम्रो चाहतलाई, रहरलाई पुरा गरिसक्नु भयो भन्दै परमात्मालाई धन्यवाद। यसो मसीहको नाममा यिनै गवाई वचन जति पनि परमेश्वर बोल्नुभयो, मेरो मुखलाई इस्तेमाल गरेर बोल्दै जाँदा कसैको मनमा ठेस पुग्यो भने एकदम क्षमा गर्नुहोला। परमात्मालाई धन्यवाद। यिनै गवाई वचनले हजुरहरू सम्पूर्णको घर परिवारमा, मेरो जीवनमा पनि भरिपूर्ण आशीर्वाद मिलिसक्यो भन्दै हजुरहरूको माझबाट बिदा लिन चाहन्छु। हस्त नमस्कार। ईश्वर